नेपालमा आजबाट आधा सिलिन्डर ग्यास पाउन थाल्यो। यो अचम्मको कुरा होइन, यो पहिला पनि पाइएको थियो। अन्य कुनै सरकार हुँदा पनि हामीले आधा सिलिन्डर ग्यास बजारमा पाएका थियौँ। यो अचम्मको कुरा होइन। तर अचम्मको कुरा त के छ भने हामी जनतालाई यो किन भयो, कसरी भयो सबै कुरो थाहा छ। तर थाहा हुँदाहुँदै पनि हामी सरकारको विरोध गर्छौँ, सरकारलाई नराम्रो भन्छौँ भनेदेखि त्यो गलत हो। किन गलत भने आधा सिलिन्डर सरकारले जनतालाई ग्यास दिन बाध्य हुनुमा हामी जनता नै दोषी छौँ। किन थाहा छ तपाईँलाई? सोच्नुहोस् त, तपाईँको घरमा कतिवटा सिलिन्डर छ? सामान्यतया एउटा दुईटा होला। तर कतिपय मान्छेसँग तपाईँको पसलमा हुने सिलिन्डर भन्दा बेसी ती मान्छेको घरमा पनि छ। के छ भने हामी नेपालीमा हामी मात्र बाँच्नुपर्छ, म मात्र बाँच्नुपर्छ, भोलि बजारमा सर्टेज भयो भने मेरो परिवार भोकै मर्छन् भन्ने छ। परिवार मेरो मात्र छैन नि, परिवार तपाईँको पनि छ, तपाईँको पनि छ, तपाईँको पनि छ। अनि के छ, मलाई चाहिँ मेरो परिवार मात्र बाँच्नुपर्छ, भोलि भोको भयो भने मेरो परिवार मात्र भोको हुन्छन्, मेरो परिवार चाहिँ ठुलो हुन्, म चाहिँ ठुलो हुँ, म चाहिँ बाँच्नुपर्छ, अरू मरे मरोस् भन्ने छ क्या। त्यो कारणले गर्दाखेरि जनताले एकैजनाले 10, 15, 20वटा सिलिन्डर चाहिँ स्टक नगरिदिने हो भनेदेखि सरकारले यो आधी सिलिन्डर ग्यास बाँड्न बाध्य हुने थिएन। र यसमा विरोध गर्नुपर्ने पनि केही देख्दिनँ म, किनकि यो आज मात्र बाँडिएको होइन, योभन्दा अगाडिको सरकारले पनि ग्यास व्यवस्थापन गर्नलाई आधी सिलिन्डर दिएकै थियो। तर अहिलेको अवस्था भनेको एकदम विषम अवस्था हो, किनकि मध्यपूर्वी देशहरूमा चाहिँ युद्ध भइरहेका कारणले गर्दाखेरि विकसित देशहरू एकदम पैसावाला धनी देशहरूमा पनि पेट्रोलियम पदार्थ र ग्यास अभाव हुने सम्भावना देखिएको छ। तर त्यति हुँदाहुँदै पनि नेपालमा भने चाहिँ अभाव भइसकेको होइन, हामी आफै जनताले नै कृत्रिम अभाव गरेको। किनकि हामी आफै जान्नेछौँ नि त, त्यहाँ युद्ध भयो, अब नेपालमा चाहिँ ग्यास आउँदैन, पेट्रोल आउँदैन भनेर पेट्रोल ड्रमका ड्रम राखिदिने, ग्यास सिलिन्डरका सिलिन्डर राखेपछि हामी जनताले नै यो अवस्था सिर्जना गरे हौँ।